यता रह्यो बराहा क्षेत्र नगरपालिका भने ठ्याक्कै त्यसकै अगाडि यहाँ छ बराहा क्षेत्र नगर हस्पिटल। असार 32 गते बराहा क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीज्यूले चाहिँ नेपाली कांग्रेसका नेता डाक्टर सुनिल शर्माको हस्पिटल नोबेल हस्पिटलमा चाहिँ गएर यहाँका बराहा क्षेत्रका नागरिकहरूले चाहिँ 20% डिस्काउन्टमा उपचार गराउन पाउने भनेर चाहिँ उहाँले एग्रिमेन्ट गर्नुभएछ। आफ्नो नेताको हस्पिटलमा यहाँका जनताको लागि 20% छुट गराउँदै गर्दा आफ्नै नगरपालिकाको नगर हस्पिटलमा चाहिँ यहाँका जनताको लागि 20% छुट दिन सकिन्छ सकिँदैन औषधिमा उपचारमा अनि त्यस्ता निम्न आय स्रोत भएका जनताको लागि नागरिकको लागि चाहिँ निशुल्क उपचार यो नगर हस्पिटलले गर्छ गर्दैन ती त्यस्ता मेरा प्रश्नहरू थिए र सम्बन्धित व्यक्ति आज नभएको कारण मेयर साहब पनि काठमाडौँ जानुभएको रहेछ। नभएको कारण मैले रिपोर्टिङ गर्न पाइनँ। तर पनि म यस विषयमा फेरि पनि म मेयर साहब काठमाडौँबाट फर्किएपछि उहाँ दिवस विश्व हुनुहुन्छ नगर हस्पिटलका व्यवस्थापन समितिका अध्यक्ष उहाँ पनि अहिले हुनुहुन्न। उहाँ आइसकेपछि म जानकारी लिनेछु। हजुरको शुभ नाम? गोपाल प्रसाद कोइराला। हजुरको घर? बराहा नगरपालिका 7 नम्बर हजुरको पनि। हजुर। तपाईँ अहिले नगर हस्पिटलमा आइराख्दाखेरि यहाँको सेवाप्रति कतिको खुसी हुनुहुन्छ? अब सरकारले दिनुपर्ने सेवा हो। अब यहाँ चाहिँ अलिक प्राइभेट हस्पिटलमा प्रायः पठाइदिनुहुन्छ। भनेको यहाँ आउँदै गर्दाखेरि प्राइभेट हस्पिटलमा पठाउनुहुन्छ यहाँबाट? हजुर। यहाँ भएन भने प्राइभेट हस्पिटलमा पठाइदिनुहुन्छ। हस्पिटल ठुलो हस्पिटलमा जहाँ जाने भन्नुहुन्छ। हाम्रो खर्च यहाँ गरेको चाहिँ त्यत्तिकै गयो। ठुलो हस्पिटलमा गएपछि चाहिँ उपचार भएर आउँछौँ। यहाँ नसक्ने भइसकेपछि त ठुलोमा जानुहोस् त भन्नु नै पर्यो नि। हजुर। यो फिया हस्पिटलमा पठाइदिनुहुन्छ। फिया हस्पिटल कहाँ छ? यहीँ छ बराहा नगरपालिका 6 मा मुनाल चोकमै छ। मुनाल चोकमै छ। हजुर। नगर हस्पिटलले चाहिँ सिफारिस गरेर फियामा जानुहोस् भनेर पठाउनुहुन्छ? हजुर। सिफारिस उहाँले कागज दिनुभयो भने त्यहाँ चल्छ बिमा। ए भनेको यहाँ नगर हस्पिटलले बिमा चलाइदिनुहोस् भनेर पनि कागज दिनुभयो भने त्यो फियामा त्यो प्राइभेटमा पनि बिमा चल्छ? हजुर। त्यहाँबाट त्यो भिडियो एक्सरे गर्ने गरिदिनुहुन्छ। भिडियो एक्सरे गर्दाखेरि यहाँको बिमाबाट फियामा बिमा पनि चलाइदिनुहुन्छ होइन? बुढापाकाहरूलाई त चलाउँदै हुनुहुन्छ। हजुर। तपाईँ आफैले यो चाहिँ थाहा पाउनु भएको आफैले चाहिँ त्यहाँ जानु भएको हो कि? आफैले मेरो आमाको यहाँनिर भिडियो एक्सरे भएन अनि उहाँले चाहिँ एउटा कागज दिनुभयो अनि उहाँले पठाउनु भयो त उहाँले गरिदिनु भयो। ए भनेको बिमाबाट निशुल्क उहाँले गरिदिनु भयो? हजुर। भनेको यो नगर हस्पिटलमा आउँदाखेरि भिडियो एक्सरे भएन अनि डाक्टरको सिफारिसमा बराहा क्षेत्रको प्राइभेट हस्पिटलमा प्राइभेट क्लिनिकमा चाहिँ भिडियो एक्सरे भयो तर बिमाबाट भयो निशुल्क? हजुर। हैन त? हजुर भयो। अनि तपाईँले बुझ्नु भएका यो हस्पिटलमा समस्याहरू केही राख्न चाहनुहुन्छ? अरू केही बुझ्नु भएको छ? अब लाइन त अब खै देशैभरि नै लाइन बस्नुपर्छ भन्ने सिस्टमै छ भनेपछि हामीले के भन्ने? यहाँ मात्रै होइन सिधै त लाइनमा जहाँ पनि बस्नुपर्छ होइन? अझै तपाईँले भोग्नु भएको समस्या? गाह्रो बुढापाकाहरूलाई गाह्रो भयो भन्ने कुरो मात्रै हो। गाह्रो भयो बुढापाकाहरूलाई लाइन बस्नको लागि गाह्रो भयो। यो चाहिँ बुढापाकाहरूको लागि चाहिँ प्राथमिकता दिएर पहिलो अगाडि राख्नुपर्छ। हजुर। बुढापाकाहरूलाई अशक्तहरूलाई अलिकति प्राथमिकता दिँदाखेरि उहाँहरूको लागि छुट्टै लाइन राख्नु पर्यो र अगाडि बस्ने सुविधा दिनु पर्यो भन्ने तपाईँको सुझाव? हजुर। हजुरको शुभ नाम के भन्नुभयो? गोपाल प्रसाद कोइराला। नगर हस्पिटलमा आइराख्नु भएको छ के समस्याले आउनु भएको? यहाँ चस्माको लागि। चस्मा त लगाइराख्नु भएको छ नि? समस्या यो अलिक डेट बसेको छ 2 वर्ष भइसकेको छ। अर्को चस्माको लागि? हजुर। पाउनुको लागि अब यहाँ नयाँ आएको छैन भन्दैछन्। यहाँ 1 हप्ता भइसक्यो आउँछ भन्दै थियो है। चस्मा 1 हप्ता भइसक्यो अहिलेसम्म पाउनु भएको छैन? डाक्टरले के भन्नुभयो? डाक्टर त राम्रै भन्नुभएको छ कि अब उहाँको ठिकै छैन। यहाँ हाम्रो बाहिरपट्टि चाहिँ फ्रेम चाहिँ अब नयाँ आएको छैन अहिले। अब हामीलाई अलिक मनपर्दो चाहिएको छ नि त। अलिक राम्रो चाहियो भने एकदम पैसा थप्नुपर्छ। पैसा चाहियो अरे क्या पैसा थप गरेर चाहिँ अर्को लिनुपर्ने फेरि त्यो भन्नाले अब त्यो फ्रेम चाहिँ मैले अब भने जस्तो पाएको छैन यहाँ त्यति हो। भनेको 1 हप्तासम्म चस्मा पाउनु भएन? अघि पनि गएको होइन। एकजना दाई हुनुहुन्छ म दाईलाई पनि थोरै जोड्न चाहे। दाई नमस्कार। नमस्कार। हजुरको घर कहाँनिर हो? मेरो यही सोमबारे हो। सोमबारे वडा नम्बर 7 पर बराहा क्षेत्र होइन? तपाईँलाई थाहा भयो होला नि केही दिन अगाडि चाहिँ बराहा क्षेत्रका मेयरको पहलमा नोबेल हस्पिटलमा चाहिँ यहाँका नागरिकको लागि 20% छुटमा उपचार गराइने छ निम्न आय स्रोत भएका जति पनि नागरिकहरू हुनुहुन्छ भनेर सामाजिक सञ्जालमा न्युजहरूमा देख्नुभयो? मैले म यहाँ जब गर्छु कि त्यो खासै मैले हेरिनँ।
पहिला आफ्नो नगर हस्पिटललाई बनाउनुपर्छ र छुट दिनुपर्छ भने यहाँ दिनुपर्छ भन्ने तपाईँको हजुर विचार? विचार यहाँ छुट दिनुपर्छ त्यहाँबाट उता हो टाढाको हस्पिटलमा भन्दा पनि यदि छुट दबाईहरूमा उपचारमा दिने हो भने हजुर हजुर यहाँको नगरमा चाहिँ छुट दिनुपर्छ अनि मात्र उता हो यहाँ नसक्दाखेरि चाहिँ सिफारिस गरेर लिएर उता जाँदै गर्दा उता त्यो राम्रो कुरा हो, तर पहिलो छुटको लागि प्राथमिकता चाहिँ यहाँ दिनुपर्छ भन्ने नगर आफ्नै नगर नगर अस्पतालमा त अब यो अहिले वर्तमान अवस्थामा केही दिन अगाडि म आफै पनि त्यहाँबाट मासिक रूपमा दबाई खान्छु। अब केही दिन चाहिँ अब बिचमा ग्याप रह्यो, के कारण हो होइन। अब दबाई अब माथिदेखि नै आएको छैन भनेर, तर पछिबाट 22-25 दिन पछाडि चाहिँ फेरि पनि पाउन चाहिँ होइन। अनि अर्को कुरो जहाँसम्मको नोबेल अस्पतालमा पहल कदमी गर्ने भन्ने कुरो, अब नगरले पनि कुन किसिमले पहल कदमी गरेकै होला र गरेको भन्यो होला, तर पहिलेदेखि नोबेल अस्पतालले चाहिँ नै तपाईँको अशक्तहरूलाई भनेर सुनिल शर्माले मैले बुझेसम्म मोरङका चाहिँ नै उहाँ आफै पनि अब राजनीति गर्नुहुन्थ्यो, राजनीति क्षेत्रमा त धेरै उहाँले छुट्याइदिएको थियो र अन्य पनि के कता मैले बुझेसम्म हाम्रा मेयरले एग्रिमेन्ट गर्नुभन्दा अगाडि नै सम्पूर्ण पालिकाहरूमा चाहिँ उहाँ पालिकाका नागरिकको लागि चाहिँ उहाँले छुट गराउनु भएको थियो कि निम्न आयस्रोतै नभएकाहरूको लागि चाहिँ ओडाको सिफारिसमा 20% डिस्काउन्टका साथ उपचारको छुट उहाँले दिनुभएको थियो। यहाँ नगर अस्पतालको बारेमा त मलाई त्यत्रो जानकारी भएन, तर के छ भने जसरी दबाई यहाँबाट पाउनु पर्ने हो अरू सबैका कुराहरू सुन्दा दबाई पाइरहेको छैन भन्ने कुरो चाहिँ धेरैका मुखबाट यहाँ नगरमा चाहिँ सुने होइन। त्यस पछाडि अब हामीले पनि अनुरोध चाहिँ गऱ्यौँ किन दबाई आउँदैन भनेर। मेरै पनि अब त्यहाँ एउटा दबाई आँखाकै पनि छुट छ, अब त्यो दबाई यहाँ हुनसक्छ म मात्रै पो छु कि होइन, ग्लुकोमाको म एउटा पेसेन्ट हो, तर अब त्यहाँ अहिलेसम्म जति नै पटक जाँदा पनि आएको छैन भनेर पाइराखेको अवस्था छैन। तपाईँले आँखाको दबाई पाउनु भएको छैन? पाएको छैन, जुन चाहिँ बिमामा पर्छ, बिमामा पर्छ, यो पाइरहेको छैन, पाइरहेको छैन। के भन्नुभयो दाइ? पैसा नभएकाले यता पठाएको होला। अब यो सबै कुरो चाहिँ नगरले पहल गर्दै हुन्थ्यो, यी आफ्नै ठाउँमा पनि पर त पहल गर्दै हुनुहुँदो रहेछ। तपाईँलाई मेरो प्रश्न यो पनि हो कि आफ्नो नेताको हस्पिटलमा बिमा नेपाल सरकारले बिमा हटाइसकेपछि, व्यक्तिको एउटा प्राइभेट हस्पिटलमा नेपाल सरकारले बिमा हटाइसकेपछि त्यहाँ बिजनेस व्यापार कम्ती भयो होला होइन, त्यस बखत चाहिँ एग्रिमेन्ट गर्नु र आफ्नो नगर हस्पिटलमा यहाँका जनतालाई दिनुपर्ने छुट 20% दिने कि 30% दिने कि उपचारमा दबाईमा औषधिमा केमा दिनुपर्ने, नगर हस्पिटलमा दिनुपर्ने सेवा सुविधाहरू छुट चाहिँ नदिकन टाढाको हस्पिटल दिँदै गर्दा यसमा प्रश्न गर्ने ठाउँ पनि रह्यो कि रहेन भन्ने कुरा नि। अब प्रश्न त जहाँसम्म हो आफू बसेकै ठाउँमा यीको पहिलो नम्बरमा यहाँ चाहिँ अभाव नरहनु पर्ने हो होइन। यहाँ चाहिँ गरिसकेर पर जाँदाखेरि किनभने आफ्नै अन्डरमा चाहिँ नहुनु अनि पर चाहिँ गरेँ भनेर भन्दाखेरि त्यो चाहिँ अरू कोही मानिसहरूलाई होइन आफ्नै ठाउँमा चाहिँ गरिरहेको छैन, तर बाहिर चाहिँ पहल गरेँ भन्छ किनभने सुनिल शर्मा आफैमा पनि उनी खोजी गरिकन पनि लगान गर्ने मान्छे हुन् होइन। अब अहिले बिमाले दबाईहरू चाहिँ के छ अथवा बिमाका कारणले गर्दा ठप्प भइसकेपछि दबाई नआइसकेपछि हुनसक्छ चाहिँ धेरै लगान भएको अस्पताल प्राइभेट अस्पतालहरूलाई अप्ठ्यारो परेर पनि फेरि पनि के छ भने अब औषधिहरू चाहिँ कसैले चाहिँ के छ भने यसो गर्ने ठाउँ चाहिँ के छ भनेदेखि अथवा पेसेन्टहरू खोजी गर्ने क्रममा त्यसरी पनि कतै अब हाम्रो मेयरलाई अलिक सहज ढङ्गले लिइदिएको पनि हुन सक्ला नोबेलले होइन, अथवा त्यसो नभएको भए त पहिला पनि दिन गाह्रो मान्थे, बिचमा गाह्रो मानेको थियो, गाह्रै त मान्थे नि। तपाईँको सुझाव मेयर साहबलाई यो रहन्छ कि रहँदैन 20% छुटको प्रबोधनमा नोबेल अस्पतालमा पठाउनु भन्दा पहिला चाहिँ त्यो 20% छुटमा बाह्र क्षेत्र नगर हस्पिटलमा चाहिँ उपचार गराउनलाई पहल गरिदिनुहोस् भन्ने तपाईँको सुझाव रहँदैन? त्यो त रहन्छ नै, किनभने बाहिर जब यहाँ उपचार पुग्न नसक्नेहरूलाई मात्रै बाहिर पठाइयोस्, होइन भने यी उपचार होस् भन्ने कुरो त हामी बाह्र क्षेत्र नगरवासीहरूले सोच्नै पर्छ। किन सोच्नु पर्छ भने यहाँको आम्दानी पनि त हामीहरूले हेर्नु पर्यो नि त, यहाँ पनि त हाम्रो सोच चाहिँ हाम्रो जुट्नै पर्छ नि त। त्यस कारणले गर्दा अशक्तहरूलाई पठाइयोस्, फेरि अशक्तलाई रोक्ने काम पनि नगरियोस् होइन, र चाहिँ के छ भनेदेखि यी उपचार हुनेहरूलाई चाहिँ नै पठाउने काम पनि नगरियोस् र छुटको व्यवस्था यहाँ पनि छुट जे जति बिमाबाट छुट पाउने यहाँ पनि त्यो पहल कदमी गरेर चाहिँ उपलब्ध चाहिँ दबाई गराइयोस्। तपाईँले बुझ्नु भएको समस्या अन्य यो हस्पिटलमा केही छन्?
जो अरूबाट जानकारी पाउनु भएको छ? अरू त खासै त्यस्तो छैन होइन। पहिलाको तुलनामा अब स्वास्थ्य के अरे अस्पतालमा सुधारै छ भन्ने कुरो पनि हामीले बुझेका छौँ। सबै हामी त्यसरी नेगेटिभै मात्रै पनि खोज्नु हुँदैन। तर जहाँसम्मको हो यहाँबाट पाउने सुविधा, सरकारबाट पाउने सुविधाहरू, बिमाले दिने औषधिहरू चाहिँ यहाँबाट पनि उपलब्ध गराइदिएर दिए चाहिँ हुन्थ्यो होइन। अहिले अलिकति त्यसको कमी भइराखेको केही दिनदेखिको महसुस गरेको छन् जनताहरूले, यहाँका जनताहरूले, मैले बुझेसम्म।